ले जनता खुकुरीले ज्ञानेन्द्रलाई छप्काइदियो भन्ने नारा थियो। श्रीपेज हामी जलाउँछौँ, देश हामी चलाउँछौँ भन्ने नारा थियो। नारा नीति अगाडि लगाएको नारा, त्यो नारा लगाउँदै गर्दाखेरि पनि शानका साथमा काठमाडौँको सडकमा नारा लगायो। यो प्रतिगमन नभएर के हो? त्यसैले प्रतिगामी ज्ञानेन्द्र शाहीको सरकार मुर्दाबाद भनेको जस्तै प्रतिगामी ओली शाही मुर्दाबाद भनेर भन्ने बेला आयो कि आएन? आम नागरिकले सोच्ने बेला आएको छ। प्रधानमन्त्री केपी ओलीको सरकारले अहिले संसदमा ल्याएको कानुन एकपटक हेरौँ। प्रधानमन्त्रीको सरकारले यति होल्डिङ्स भन्ने एउटा कम्पनीलाई 80 वर्षसम्म पाथिभराको 300 रोपनी भन्दा बढी जग्गा 1 रुपैयाँ पैसा नलिकन दियो। तपाईले पत्रिकामा पढ्नुभयो, बेलुका तपाईले लेख्नुभयो, सित्तैमा यतिलाई जग्गा हस्तान्तरण गर्ने दिने प्रधानमन्त्री कुरी भनेर तपाईले प्रधानमन्त्री लेख्नुभयो, जिस्काउनु भयो। सित्तैमा जग्गा दिने प्रधानमन्त्रीलाई केही हुँदैन, तर बेलुका फेसबुकमा तपाईले लेख्नुभएको कारणले गर्दा भोलि बिहान प्रहरी आउँछ, प्रहरीले तपाईलाई उठाएर लिएर जान्छ। अहिले आस्था राउतलाई लिएको जस्तो तपाईलाई लिएर जान्छ। यसरी छुट्दैन। तपाईलाई 5 वर्ष प्रधानमन्त्रीलाई जिस्काउनु भएको नाममा 5 वर्ष कारागारमा लगेर राख्छ र 15 लाख रुपैयाँ जरिवाना गराउँछ।